होइन, हामी आइमेची क्यार नि हो, टल्ल हेर्दै बस्ने हो कि क्या हो? त्यही त, हाम्रा खातिर केही काम भएन, क्या अरे बसौँ त यहाँ? क्या हो कप्तान साहब, हामीलाई चाहिँ कुनोमा बसी जुम्रा हेर्न खातिर ल्यायो हुन् कि क्या हो? हामी आइमे केटाकेटीलाई पनि केही काम त चाहियो नि। ल तिमीहरूको काम भनेको किल्ला लिपोत गर्ने, धनुष र घोयत्रोको लागि मट्याङ्ग्रा बनाउने हो। अनि जतिखेर नि पानी लिन जाने समय हुँदैन, त्यसैले 100-150 जति घ्याम्पो बनाई पानी जम्मा गर्ने काम तिमीहरूकै भयो। बिस्तारै हो है, बाटो अप्ठ्यारो छ। No, what are you doing? It's not छोरी, right. बन्दुक राख भनेको राख, Put it down. यहाँ माथि राख। Hey, छोरी, get कहाँ this भागेको? girl. Get this girl. Hey, छोरी, hey, बस्छ hey. भनेको। Get this girl. It's danger. Oh my God. खै, खै बन्दुक खै। खोइ राज साहब, राजकुमारी दौडिँदै हुनुहुन्थ्यो, उहाँको हातमा केही हतियार थिएन। काहीँ अन्तै कतै झार्नु भयो कि? Oh my God. कहाँ फाली त यसले फेरि? अब कहाँ खोज्नु? कसले बनायो होला यो किल्ला? अब जसले बनायो नि हाम्रै लागि बनाएर रहेछन्। मुनासिब कुरा गर्नुभयो हजुरले। आफ्नो त एउटै इच्छा छ, त्यही पनि पुरा हुने हो कि होइन? कस्तो इच्छा हो? बैरीका छातीमा एउटा खुट्टाले टेकी, एउटा हात कम्मरमा राखेर अर्को हातले खुकुरी उज्याउनु मन छ। ए भगवान, पुऱ्याइदेऊ है। दसैँ पनि आइसक्यो, बिदा त दिँदैनन् होला है? लौ हेर न यसका मुख, बडाकाजीको हुकुम छ, बैरीको कुनै भर छैन अरे, त्यसैले यसपालि बिदा हुन्न अरे। यसपालि बिदा नदी हुन्छ? म त जाने हो, कप्तान साहबले जेसुकै भनुन्। होइन, देशभन्दा ठुलो चाडबाड हुन्छ तलाई?
देश रहे यस्ता चाडबाड कति मनाइन्छ कति बुझिस के ताल के आइमी हो यो होइन नेपालीको महान चाडमा पनि कसरी मान्ने तिमीहरूको मन जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा सुधा धात्री स्वाहा सुधा नमस्तुते कप्तान साहब हजुर पूजा सकियो अब दुर्गा भवानीको प्रसाद दसैँको टिका लाउन सुरु गरौँ कि बाजे हजुरलाई थाहा नै छ यसपालि मेरो बुवा हजुर बित्नु भएर मैले टिका थाप्नु हुँदैन बरु तपाईँले सबैलाई टिका लगाइदिई रमाइलो गर्नुहोला जो हुकुम कप्तान हस्